हेलो एसी दिएर बस्नुभएका भाइ बहिनीहरू, आज चाहिँ हामी बायोलोजी अन्तर्गत सेल बायोलोजीको केही क्वेशन एन्सर डिस्कसन गर्न जाँदैछौँ र ढिला नगरिकन हामी क्वेशनतिर लागौँ है त। ल पहिलो क्वेशन रहेको छ हु डिस्कभर्ड सेल है, सेल कसले डिस्कभर गर्यो भनेर छ। अप्सन हेर्नु, अप्सन ए मा रोबर्ट हुक छ, अप्सन बी मा रोबर्ट ब्राउन, अप्सन सी मा एन्टन भन लिउवेनहुक र अप्सन डी मा बोथ ए एन्ड बी छ है। हजुरले सानैदेखि पढ्न आउनु भएको सेल भनेपछि यसरी स्ट्रक्चर बनाएर हैन, पेनको साइज अलिकति मिलाम है, यसरी सेल स्ट्रक्चर बनाएर हैन, बिचमा न्यूक्लियस, त्यसपछि बाहिर सेल अर्गानेल्सहरु बनाउँदै हजुरहरुले गर्दै आउनु भएको हैन। अब यहाँनिर यो फर्स्ट अफ अल सेलको कन्सेप्ट दिने अथवा सेल डिस्कभर गर्ने साइन्टिस्टको नाम को भनेर सोधेहा। यो फर्स्ट अफ अल सेलको बारेमा सबै स्टडी गर्ने साइन्टिस्ट को हुन् भन्दा सेलको बारेमा स्टडी गर्ने साइन्टिस्ट भनेको रोकिनु है, यहाँ पेनले अलिकति डिस्टर्ब गर्यो है। सेलको बारेमा स्टडी गर्ने साइन्टिस्ट भनेको को हुन् भन्दा रोबर्ट हुक है। रोबर्ट हुक भन्ने साइन्टिस्ट हुन्। इनले फर्स्ट अफ अल सेल डिस्कभर गरेको थिए केबाट भन्दा ओक प्लान्ट है। ओक प्लान्टबाट चाहिँ इनले फर्स्ट अफ अल सेल डिस्कभर गरेको थिए। ओक प्लान्टको साइन्टिफिक नेम के हुन्छ भन्दा क्वेर्कस सिल्वर है, क्वेर्कस सिल्वर। अब यो हजुरहरुले साइन्टिफिक नेमै जान्न त परेन। फर्स्ट अफ अल सेलको बारेमा डिस्कभर कसले गरे भनेर सोध्दा के भन्नु पर्यो, रोबर्ट हुक है। रोबर्ट हुकले डिस्कभर गरेका रहेछन्। कहिलेकाहीँ कुन प्लान्ट भनेर सोध्यो भने ओक प्लान्ट भन्ने कुरा याद गर्नु होला है। त्यसपछि हामी अरु अप्सन पनि एकचोटी हेरौँ। अप्सन बी मा रोबर्ट ब्राउन छ है। रोबर्ट भएर झुकिन भएन। रोबर्ट ब्राउन भन्ने नि साइन्टिस्टले के को डिस्कभर गरेका हुन् भन्दा इनले चाहिँ न्यूक्लियसको डिस्कभर गरेका हुन् है। यस्तै गरी हु डिस्कभर्ड न्यूक्लियस भन्नु भने हामीले रोबर्ट ब्राउनमा लाउनु पर्यो। त्यस्तै गरी एन्टन भन लिउवेनहुक भन्ने साइन्टिस्टले सेलले डिस्कभर गरेका हुन्। कस्तो सेल भन्दा लिभिङ सेल है। हु डिस्कभर्ड लिभिङ सेल भन्यो भने, हु डिस्कभर्ड लिभिङ सेल भन्नु भने के भन्नु पर्यो, लिउवेनहुक भन्नु पर्यो है। यहाँबाट लिभिङ, यहाँबाट लिउवेनहुक भनेर यसरी पनि सम्झिन सकिन्छ है। अब नेक्स्ट क्वेशन, सेकेन्ड नम्बर क्वेशन रहेको छ साइटोलोजी इज द स्टडी अफ, अप्सन ए टिस्यू, अप्सन बी सेल, अप्सन सी न्यूक्लियस, अप्सन डी नन रहेको छ है। अब साइटोलोजीको के को बारेमा स्टडी गर्ने साइन्सलाई चाहिँ हामीले साइटोलोजी भनिन्छ भनेको छ। यो भन्दा पहिले अलिकति बुझौँ है। फर्स्ट अफ अल हामीले जुन यो सेल भनेर पढिराखेको छौँ यो भनेको एउटा इंग्लिश टर्म हो है। सेलको बायोलोजिकल टर्म है। के टर्म? सेलको बायोलोजिकल टर्म। सेलको बायोलोजिकल टर्ममा हामीले सेललाई के भनिन्छ भन्दा साइटो भनिन्छ। के भनिन्छ? साइटो भनिन्छ। सेलको बायोलोजिकल टर्म साइटो। कुनै पनि कुराको स्टडी गर्ने साइन्सलाई हामीले के भनिन्छ भन्दा लोजी भनिन्छ है। कुनै पनि कुराको स्टडीलाई चाहिँ लोजी भनिन्छ। त्यही भएर सेलको बायोलोजिकल टर्म साइटो भयो है। त्यसपछि स्टडी गर्ने साइन्सलाई के भनियो? लोजी भनियो। भनेपछि साइटोलोजी भनेको के रहेछ? सेलको बारेमा स्टडी गर्ने साइन्स रहेछ। त्यही भएर साइटोलोजी इज द स्टडी अफ सेल भन्ने कुरा जान्न पर्यो। त्यस्तै गरी टिस्यूको स्टडीलाई हामीले हिस्टोलोजी भनिन्छ है। टिस्यूको स्टडीलाई हामीले हिस्टोलोजी भनिन्छ। त्यस्तै गरी न्यूक्लियसको स्टडीलाई हामीले क्यारियोलोजी भनिन्छ है। बेसिक कुराहरू याद गर्नु होला। अब नेक्स्ट क्वेशनमा जाम। क्वेशन नम्बर 3 मा के भनेको छ भन्दा व्हिच अर्गानेल इज द पावर हाउस अफ द सेल है। हाम्रो सेलमा धेरै अर्गानेलहरु हुन्छन्, तिनीमध्ये पावर हाउस अफ द सेल भनेर कुन सेल अर्गानेललाई चिनिन्छ भनेको छ। अप्सन हेर्नु, अप्सन ए क्लोरोप्लास्ट, अप्सन बी माइटोकन्ड्रिया, अप्सन सी न्यूक्लियस, अप्सन डी ईआर है। ईआर भनेको इन्डोप्लाज्मिक रेटिकुलम। यी मध्ये तपाईले विभिन्न सेल अर्गानेल सुन्नुभयो। पावर हाउस अफ द सेल है। हाम्रो शरीरको अथवा हाम्रो सेलको पावर हाउस अफ द सेल भनेर कुन सेल अर्गानेललाई चिनिन्छ भन्नु भने माइटोकन्ड्रियालाई चिनिन्छ भन्ने कुरा जान्न पर्यो। किनकि यसले चाहिँ एटीपी है, एडेनोसाइन ट्राइफस्फेट सिन्थेसिस गर्छ। त्यही भएर चाहिँ हामीले यसलाई पावर हाउस अफ द सेल भनेर चिनिन्छ। यो अलि इम्पोर्टेन्ट छ, 10 क्लासमा नि हजुरहरुलाई आइरहेको हुन सक्छ है। पावर हाउस अफ द सेल भन्ने बित्तिकै माइटोकन्ड्रिया भन्ने कुरा याद गर्नु पर्यो। त्यसै गरी क्लोरोप्लास्टलाई हामीले के पनि भनिन्छ भन्दा इज अल्सो नोन एज द किचन अफ द सेल है। किचन अफ द सेल है। यसले फुड सिन्थेसिस गर्ने भएर चाहिँ हामीले यसलाई किचन अफ द सेल भनिन्छ। त्यस्तै गरी अब सुन्नुभछ न्यूक्लियस है। न्यूक्लियसलाई के पनि भनिन्छ भन्दा हामीले ब्रेन अफ द सेल है। Which of the following is known as the brain of the cell भन्नु भने न्यूक्लियस भनेको ब्रेन अफ द सेल हो भन्ने कुरा याद गर्नु पर्यो। ईआर भनेको इन्डोप्लाज्मिक रेटिकुलम हो। यसले प्रोटिन र लिपिड सिन्थेसिस गर्ने काम गर्छ भन्ने कुरा छ है। हाम्रो नेक्स्ट क्वेशन रहेको छ, सजिलो क्वेशन छ है। हेर्नु, व्हिच अफ द फलोइङ इज अ युनिसेलुलर अर्गानिजम है। अप्सन हेर्नुस्, अप्सन ए ब्याक्टेरिया छ, अप्सन बी फंगी छ, अप्सन सी बोथ ए एन्ड बी छ, अप्सन डी नन छ है।
पढिरहेको कुरा जानिरहेको कुरा विच अफ द फलोइङ इज युनिसेलुलर अर्गानिजम युनिसेलुलर अर्गानिजम भनेको कस्तो अर्गानिजम हो त्यस्तो अर्गानिजम जसको शरीर चाहिँ एउटा है एउटा मात्र सिंगल सेलले मिलेर बनेको छ त्यस्तो खालको अर्गानिजमलाई हामीले के भनिन्छ युनिसेलुलर अर्गानिजम भनिन्छ त्यस्तो खालको अर्गानिजम जसको शरीर दुई भन्दा बढी सेलले मिलेर बनेको छ त्यस्तो खालको अर्गानिजमलाई हामीले के भनिन्छ मल्टिसेलुलर है के भनिन्छ मल्टिसेलुलर अर्गानिजम भनिन्छ है अब यहाँनिर यिनीहरू चारवटा अप्सन मध्ये है कुन अप्सन बेस्ट हो भन्ने कुरा छ अब हेर्नुस् ब्याक्टेरिया भनेको ब्याक्टेरिया हो कि फंगी हो कि दुईटै हो कि नन हो भनेको छ यिनी मध्ये युनिसेलुलर अर्गानिजम भनेको ब्याक्टेरिया हो भन्ने कुरा जान्नु पर्यो कुन हो ब्याक्टेरिया हो हेर्दा फंगी जस्तो पनि लाग्छ तर हैन है ब्याक्टेरिया कुन किङडममा पर्छ मोनेरा भन्ने किङडममा पर्छ है त्यही भएर ब्याक्टेरिया चाहिँ मोनेरा किङडम भित्र पर्छ यो कस्तो हुन्छ भन्दा युनिसेलुलर हुन्छ एउटा सिंगल सेलले मात्र बनेको हुन्छ त्यही भएर ब्याक्टेरियालाई युनिसेलुलर अर्गानिजम भनिन्छ फंगी भित्र पनि सबै फंगी मल्टिसेलुलर हुँदैनन् एक्सेप्सन छ एउटा यीस्ट है यीस्ट चाहिँ हाम्रो युनिसेलुलर हुन्छ तर मेजोरिटी केसमा हामीले के लगाउन पर्यो ब्याक्टेरियालाई चाहिँ प्रायोरिटी दिन पर्यो ब्याक्टेरिया भनेको के हुन्छन् युनिसेलुलर हुन्छन् भन्ने कुरा जान्नु होला है ल अब लास्ट क्वेशन छ सम प्रोबेबली स्मलेस्ट सेल सो फार अब्जर्भड इज है अप्सन ए ब्याक्टेरिया अप्सन बी भाइरस अप्सन सी पिपिएलओ अप्सन डी हल्की है अहिलेसम्म संसारमा पत्ता लगाएका सेलहरू मध्ये सबैभन्दा सानो सेल कुन हो भनेको छ स्मलेस्ट सेल अब्जर्भ सो फार अहिलेसम्म अब्जर्भ भएको मध्ये यो भन्दा सानो पनि हुन सक्छ तर साइन्टिस्टले पत्ता लगाउन सकेका छैनन् होला है अब स्मलेस्ट सेल सो फार अब्जर्भड इज भनेको छ अप्सन ए ब्याक्टेरिया भाइरस पिपिएलओ छ है यिनी मध्ये सबभन्दा अहिले संसारको सबभन्दा सानो सेल के हो भनेर सोध्यो भने पिपिएलओ हो भन्ने कुरा जान्नु पर्यो है अब यो पिपिएलओ भनेको के हो भन्दा यसको फुल फर्म पनि हजुरहरूले जान्नुपर्छ यता हेर्नुस् ध्यान दिएर प्ल्युरोनिमोनिया यसको फुल फर्म प्ल्युरोनिमोनिया लाइक अर्गानिजम भन्छ प्ल्युरोनिमोनिया लाइक अर्गानिजम है मसँग सँगै भन्नुस् है नत्र बिर्सिहाल्छ है प्ल्युरोनिमोनिया लाइक अर्गानिजम के भनिन्छ पिपिएलओ यो प्ल्युरोनिमोनिया लाइक अर्गानिजम पिपिएलओ इज नोन एज द स्मलेस्ट सेल है संसारको सबभन्दा स्मलेस्ट सेल भनेको पिपिएलओ यसको न्वारणमा पण्डितले अझ एउटा नाम दिएको थिए है यसलाई हामीले के पनि भनिन्छ भन्दा माइकोप्लाज्मा है माइकोप्लाज्मा पनि भनिन्छ त्यही भएर संसारको सबभन्दा सानो सेल कुन हो भन्यो भने माइकोप्लाज्मा भयो माइकोप्लाज्मा पिपिएलओ भयो पिपिएलओमा चाहिँ टिक लगाउन पर्यो है त ल आजलाई यति अब हजुरहरू यस्तै गरी अनलाइन तथा फिजिकल माध्यममा क्लास लिन चाहनुहुन्छ भने एप्पल इन्ट्रान्समा सम्पर्क गर्न सक्नुहुन्छ एप्पलमा अहिले क्लास 10 पछिको ब्रिज कोर्स सिटिबिटीको क्लासहरू धमाधम भइरहेको छन् धेरै स्कलरशिप स्किमहरू पनि छन् हजुरहरू चाहिँ ढिला नगरिकन एप्पल इन्ट्रान्स जोइन गर्न सक्नुहुन्छ थ्यांक यू